हाम्रो कन्यामाया र दिलराम गुरुङको सुपुत्र जेम्स गुरुङको शुभ पुटपुटेको अवसरमा हामी सबैलाई यसरी जुटाउने जुन अवसर दिनुभयो त्यसको लागि विशेष गरी जेम्सको परिवारलाई म लगायत मेरा नयाँ गाउँ समाजको तर्फबाट एकदमै तपाईहरुप्रति आभार प्रकट गर्दै तपाईहरुलाई मुरी धन्यवाद दिन चाहन्छु। किनभने उहाँलाई धन्यवाद नदिकन हामीले बिदाई गर्न सकिँदैन, किनभने उहाँको कारणले गर्दाखेरि हाम्रो इष्टमित्र हामी यति भेला भएर आफ्नो भलाकुसारी गर्ने हैन कति दिनसम्म भेट्न नभएको हाम्रो आफन्तजनहरूलाई पनि भेट्न पाछौँ हैन, हाम्रो एक आपसको खुसीहरू दुःखहरू साड्न पाछौँ। त्यो किसिमले उहाँलाई बधाई दिँदै विशेष गरी मेरो भन्नुपर्ने कुरा त धेरै छैन। यो कार्यक्रम औपचारिक कार्यक्रम पनि होइन, तर हामीले यो बनसार गाउँमा आइसकेपछि हामीले के गर्यौँ त आजसम्म तपाईहरुबाट हामीले कति दान लियौँ भन्ने कुरा चाहिँ एउटा प्रश्न गरिदियो भने यो समाजको अगाडि र तपाईहरुको अगाडि प्रश्न गर्यो भने चाहिँ के हदसम्म यसले पनि राम्रै एउटा वातावरण लिन्छ कि भन्ने कारणले चाहिँ मैले यो सुनाउन तपाईहरुप्रति आज्ञा चाहन्छु। र भन्दै यस गाउँ टोलका विशेष गरी जति पनि हुनुहुन्छ टोल विकास संस्थाको अध्यक्ष होला, वडा सदस्य होला हैन, विभिन्न सङ्घ संस्थामा आबद्ध रहने पदाधिकारी होला, अब शिक्षक ज्यूहरू होला, सबैलाई एकमुष्ट सम्बोधन गर्दै हामीले चाहिँ हिजो 17 गते बेलुका यहाँ आइपुग्यौँ। आज बिहानदेखि तपाईहरुसँग हामीले एउटा नाचगान गरेर आम्दानी गरेको रेकर्ड म सुनाउन चाहन्छु। जेम्स गुरुङको तर्फबाट दिएको दाना स्वरूप 1,25,000 रुपियाँ र कान्छा बाबा र ठुल बाबाबाट हाम्रो समाजलाई दिएको 7,000 रुपियाँ र झ्याउरेमा चाहिँ पटक गरी एकचोटि चाहिँ पटक गरी 41,000 र भर्खरै अन्तिम पटकमा झार्दाखेरिको चाहिँ 12,400 रुपियाँ र गाडी भाडा चाहिँ मामौलीको चाहिँ यसो गाडी भाडा खर्च गर्नु भनेर अहिले भर्खरै दिनुभएको चाहिँ 20,000 रुपियाँ गरेर हामीसँग 2,04,000 रुपियाँ 2,04,100 रुपियाँ चाहिँ हामीसँग आम्दानी भएको छ। सामान्यतया कतिपय खर्च पनि भएको होला भन्दै यो खर्चलाई एकचोटि अनुमोदन के अरे यो आम्दानीलाई अनुमोदनको लागि सबैले एकचोटि ताली बजाएर र विशेष गरी उहाँ बन्सार निवासी सबैलाई चाहिँ धन्यवाद स्वरूप हाम्रो समाजबाट ताली बजाएर सम्मान गरिदिनु र अन्तिममा हामी हाम्रो संस्कार संस्कृतिहरू यसरी बचाउँदाखेरि हाम्रो आफन्तजनहरू भेटघाट गरेर हामीले धेरै कुराहरू गर्न सकिन्छ। हाम्रो मौलिकताको पहिचान पनि हुन्छ र हाम्रो जातीयको पहिचान पनि रहन्छ भन्ने किसिमले हामी यो कार्यक्रमहरू गरिरहेका छौँ। तर यो कार्यक्रमको अलावा हामी अलिक थोरै यो विकृतितर्फ पनि गएको हो कि भन्ने बुझ्छु मैले। तर यो किसिमले चाहिँ हामी समाजहरू मिलेर तपाईँको समाज तपाईँबाट गर्न सकिने, मबाट गर्न सकिने, हामी कोबाट गर्न सकिन्छ सबैले गरेर आफ्नो समाजलाई मितिवेत बनाउनका निम्ति र हाम्रो संस्कार संस्कृतिलाई चाहिँ जगेर्ना गर्न र खर्चिलोपन कम गर्नका लागि हामी कसरी गर्न सकिन्छ त्योतर्फ अलि ध्यान दियो भने अझ हाम्रो यो संस्कार संस्कृतिलाई पनि बचाउन सकिन्छ होला। किनभने यो समाजमा धनी पनि छ, गरिब पनि छ, गरिबको पनि हो संस्कार, धनीको पनि हो संस्कार। त्यो किसिमले गर्दाखेरि सबैले मिलाएर बस्न सक्यो भने मात्रै बल्ल समाज बन्ने हो। त्यो किसिमको कुराहरू राख्दै आज हामी तपाईहरुप्रति नयाँ गाउँ समाजको तर्फबाट सबैलाई विशेष गरी दोर्दी 8 बन्सार र विशेष गरी जेम्सको परिवारलाई हामी समाजको तर्फबाट हामी जानुपर्छ। दुई खोली त किनारमा भेट हुन्छ, दुई किनारा भएर मन हुन्छ। अलिअलि हामीसँग थोरै टाढिँदाखेरि थोरै नमजा त लाग्छ नै पक्कै पनि, तर हामी दुई खोली भएर किनारमा भेट्ने बाचा चाहिँ सबैलाई बिदा माग्न चाहन्छु। हस्, धन्यवाद, नमस्कार। बिदाबाजी भइसकेको छ है। बिदाबाजी भएर चाहिँ अब हामी आफ्नो गाउँतर्फ चाहिँ एक्जिट भएर जाँदैछौँ है।
सबैलाई बाई बाई विदाईको अनुमति माग्दै हामीसँग अनुमति प्राप्त भएर हामी सबै चाहिँ अब प्रवेशद्वारबाट चाहिँ एक्जिट हुँदैछन् सबै। हाम्रो संस्कारमा आउँदा जाँदा यसरी चाहिँ स्वागत गर्ने चलन छ है। यदि मजाको गुरुङ संस्कृति मजाले झ्याउरे नाचिरहेका छन् यो वनसारका आमा समूह।